सेवा नमस्कार। यो भोजपुर जिल्लाको आमचोक गाउँपालिकामा रहेको बालामखा भन्ने ठाउँ र बालामखामा रहेको ऐतिहासिक पाडुले पोखरी। यो पोखरीमा धेरै जनाले सहयोग गर्नुभएको रहेछ। सहयोगदाताहरू 157 जना देखिएको छ। यो ऐतिहासिक पोखरीलाई वरिपरि घेराबार गरिएको छ, बत्ती लगाइएको छ र पानी पोखरीमा टन्न 1 2 3 4 5 वटा कुना भएको छ र बीचमा यहाँनिर एउटा कुकुरको शालिग राखिएको छ। यसैलाई नै पाडुले पोखरी नामकरण गरिएको छ। यो पोखरीबाट यहाँ एउटा पुवाल छ। यो पुवालबाट छिर्दाखेरि यो बालामखाको धेरै तल पुगिन्छ अरे। यो चाहिँ यो कुकुरले पत्ता लगाएको हुनाले यसलाई पाडुले पोखरी नामकरण गरिएको रहेछ। यो पोखरीमा फोहोर मैला त देखिएको छ, तर पनि अति राम्रो सुन्दर रूपमा राखिएको छ यो पोखरी। यहाँ वरिपरि बगैँचाहरू छन् र आमचोक गाउँपालिकाको कार्यालय यहीँ रहेको छ। यो आमचोक गाउँपालिकाको कार्यालय बालामखा भोजपुर रहेको छ। यहाँ गाडीहरू आमचोकद्वारा सञ्चालित एम्बुलेन्स, नेपाल भारत सहयोगको गाडी अनि आमचोक गाउँपालिकाका विभिन्न शाखाहरू, स्वास्थ्य शाखा, कृषि तथा पशुपति शाखा, जिन्सी शाखा, शिक्षा शाखा यहाँ रहेका रहेछन्। र यतापट्टिको भागमा पनि यहाँ आमचोक बालामखाका बजारहरू रहेका छन् यहाँ, र यतापट्टिको भागमा पनि बालामखा बजार रहेको छ। बजारको क्षेत्र यहाँ देखिरहेका छौँ। धेरै माथि शहीद पार्क, मुनि चण्डेश्वरी माध्यमिक विद्यालय तथा यो बजार क्षेत्र, यो पुरानो भोजपुरको बजार। यी बजारमा बाहिरबाट आएर अतिथिहरू बस्नको लागि चाहिँ निकै समस्या हुन्छ। पहिले बुङभाकाको कार्यक्रममा म यहाँ आइपुगेको थिएँ। यो यहाँ हाम्रो बान्तावा खिम्का केन्द्रीय समितिका कोषाध्यक्ष सृजन शरण राई पनि यहीँ हुनुहुन्छ। सेवा नमस्कार। सेवा नमस्कार। कसरी आइपुग्नु भयो सर यहाँनिर? अब यसो घुम्दै फिर्दै बाटो एकदम अप्ठ्यारो होइन? हजुर हजुर। उहाँ हामीसँगै आएको। यहाँ हामी यहाँ आउनुको मुख्य कारण बान्तावा राईहरूको पाठ्य पुस्तक छपाउनको लागि यहाँबाट 1.5 लाख रुपियाँ बजेट विनियोजन गर्नुभएको थियो यो आमचोक गाउँपालिकाले। यसैको लागि सम्झौताको लागि हामी यहाँ आइपुगेका छौँ र सम्झौताको लागि भित्र कागजहरू कार्यमा बनिरहेको छ। हामी एकछिन बाहिर यहाँ निस्किएर वरिपरिको भागहरू हेर्ने जमर्को गरिरहेका छौँ। त धन्यवाद।